कहिले राति तपाईँ यस्तो घरमा जानुपर्छ जहाँ सालौँदेखि मान्छे बस्दैनन्, तर आज म एक्लै गएर त्यो घरलाई एक्सप्लोर गर्नेछु। त्यति मात्रै नभएर आज राति म यस्तो ठाउँमा जानेछु जहाँ मान्छे राति जाँदै जान्नन्। सो अहिले 2:18 भइसकेको छ रातिको होइन, अनि यहाँ पुरा सुनसान छ र जुन हामीले घर एक्सप्लोर गर्ने भनेको त्यो यही घर हो जहाँ यसलाई सालौँदेखि मेरो हिसाबले त सालौँदेखि मान्छे कोही बसेको छैन। त रियली गाइज मलाई एकदम नै डर लागिरहेछ। यहाँ एन्ट्री छ, घाँसहरू। यो कुनै अब हन्टेड हाउस हो भनेर म भन्न सक्दैन, न यो हन्टेड हाउस हो, बट यहाँ धेरै सालदेखि मान्छे नबसेदेखि म एक्सप्लोर गर्न आएको होइन। कल गरेर पर्मिसन लिएर होइन कि पनि लिएर आएको छु, किनभने यो लक छ यहाँको ढोकाहरू। फर्स्ट अफ अल यो एउटा 2टा रुम रहेको छ यहाँ, एउटा यो रुम र एउटा यो रुम। अरू अघि मैले किचन भनेको त्यहाँ छ किचन। र फर्स्ट अहिले हामी यही रुमलाई एक्सप्लोर गर्नेछौँ। यो पनि लागेन, एन्ड दिस इज द लास्ट की। अब यो लाग्यो भने लाग्यो, नत्र हामीलाई अनरले गलत खुल्यो। फाइनली मलाई एकदम नै होइन गाइज, सुरुमा त मलाई भयङ्कर डर लागिरहेको छ होइन। कति सालदेखि यो गेट खुलेको छैन। वी आर फाइनली गट। अरू इजिली खुल्यो पनि गयो होइन। र हामीले अब चेक गर्नेछौँ। र फेरि भन्दैछु यो कुनै हन्टेड हाउस होइन, बट यति सालदेखि बन्द हाउस हो, त्यसलाई म एक्सप्लोर गर्न लागेको छु एक्लै। खुल्यो गाइज। त के रहन्छ त हेर्नु, पुरा माथि हेर्नु, यो पुरा कति वर्षदेखि नखुलेको हेर्नु भइसक्यो। तर यहाँ खासै के रहन्छ त होइन। जब अनर यहाँदेखि मुभ अन हुनुभएको थियो, सायद यहाँबाट सब सामानहरू लगेर जानुभएको थियो। र यो एउटा यहाँ बेड रहेछ होइन, अनि यो बेड र एउटा यो टेबल रहेछ, अनि यिनी के हो होइन, यिनी सिरानीहरू पिलोहरू रहेछ। र खासै त्यस्तो म मान्दैन होइन पुरा, तर बट यति वर्षपछि मैले खोलेँ राति एक्लै। फर्स्ट हामीले रुम एक्सप्लोर गरिसकेका छौँ र यो अब यसलाई लक गरिदिन्छौँ ढोकालाई। के देखिरहेको छैन ल। फर्स्ट हामीले यो ढोका लाग्यो। सुन्नुभयो गाइस, सायद गाडी गइरहेको छ। त्यो मेन अगाडि रोड छ, त्यहाँबाट गाडी गइरहेको छ क्या हो। त सायद आएर एकछिन त यहाँ छ कि। एन्ड हाम्रो रहेको छ यो सेकेन्ड रुम पनि सायद खाली छ कि के छ। खाली भएको पनि त फेरि के मजा आयो होइन हेर्न। खुलेको यिनी इजिली किन, यो इजिली कसरी खुलिरहेछ क्या यिनी केहरू। म त कसम चाहिँ त्यो इजिली खुलिरहेछ नि केहरू, म त अचम्म मानेको छु। यहाँ पनि केही छैन, केही छैन यहाँ। यति हो कि यहाँ मटका छ, मटकाहरू भयो। मलाई लाग्छ जब यहाँबाट जुन मुभ हुनुभयो जुन अनर, त्यहाँबाट सब सामानहरू लगिसक्नु भएको रहेछ। अनि यो के सामानहरू छुटेको होला, सायद पछि लग्ने या राखिराख्ने कुनै सामान होला, त्यसमा छ। हेर्नुहोस् यो मटका छ, मटका पछि यो पनि आई थिङ्क सो मटकै हो। अनि यो पानी कहिलेदेखि पानी यहाँ यस्तैको छ होइन। अनि यो रहेको छ पङ्खा, सायद यिनी बहुत पुरानो पङ्खाहरू होइन, वर्किङ कन्डिसनमा त के होला, बट यिनी पुरानो पङ्खाहरू। र मेन चिज, र मलाई यहाँ एउटा मेन चिज भेट्यो होइन, पुरानो सायद धेरै वर्षदेखि मुभ अन भइसक्नु भएको क्या यहाँबाट। मलाई मेन चिज एउटा के लाग्यो भनेपछि मलाई एउटा पुरा हन्टेड हाउस जस्तो पुरा डराउन दिइरहेको र एकदम नै बवाल देखिरहेछ। मलाई डर पनि लागिरहेछ। सो हेर्नुहोस् एकदम नै राम्रो यो पुरानो यो हाउसमा। सुरुमा मैले यहाँबाट एन्ट्री गर्ने बित्तिकै हेरेर देखेको, एकदम नै बवाल लाग्यो होइन। अब हामीलाई पर्मिसन त छैन यो लग्ने, बट अब यो यहीँ राखेर जान्छौँ होइन। अरू त यही हो रुम, पुरा केही छैन यहाँ पनि। केही सामानहरू पनि रहन्छ, मैले एक्सपेक्टेसन गरेँ जस्तो रहन्छ, बट डर त तपाईँलाई कसम चाहिँ एक्लै आउँदा त एकदमै
अजिब भाइब आउँछ कि होइन, किनभने कोही नबस्ने घरमा कोही बस्छन् होला मलाई, तर एकदमै मजा आयो होइन। अब हामी थर्ड सायद त्यो किचन होला अहिले आउनु जानेखेर बाटोमा देखिन्छ, त्यो ओपनै छ, बट त्यो किचनलाई पनि देखाउने छु हजुरलाई। अहिले एक्सपोर्ट गर्दा गर्दै 2 बजेर यो 34 मिनट भइसकेको छ होइन। टाइम त धेरै भएको छैन तर डर पनि ओभर लागिरहेछ। एन्ड दिस इज अ किचन, सायद यो किचनै थियो होला, मलाई त्यति आइडिया छैन, तर यो किचनै थियो जसमा चाहिँ यहाँ पुरा यो किचनै थियो र सायद चुलाहरू मेबी चुल्हैहरू थियो क्या सायद होइन, यो चुल्हाहरू, किनभने किचन जस्तो नै यो देखिरहेको छ। 2टा रुम भने लक थियो तर यो भने ओपन छ। सो दिस इज अ किचन। यहाँ त्यस्तो केही मैले पाएन होइन, न यो हन्टेड हाउस हो, बट मलाई खालि एक्सप्लोर गर्नु थियो यो हाउसलाई होइन, किनभने यो मैले जहिलेबाट देखेको छु होइन, यो बन्दै पाएको छ, त्यसैले मलाई खालि एक्सप्लोर गर्नु थियो राति एक्लै होइन, क्रेभिङ हुन्छ नि मान्छेलाई त्यस्तै भएर। सो अब जानेछु म सेकेन्ड लोकेसन, जहाँ मन्दिर, जहाँ कोही पनि हुन्न, जहाँ बरको रुख छ, त्यहाँ सायद राति मान्छेहरू एका दुका हिँड्छन् होला, त्यो पनि कामले होइन, कोही बजारबाट आउने हुन्छ नि, या कहीँ इमर्जेन्सी जाने हुन्छन्, बट म त्यहाँ जानेछु अहिले एक्लै। सो लेट्स मुभ। ल अहिले म निस्किसकेको छु होइन, अहिले सुनसान छ क्या रोड, पुरा सुनसान, यता पुरा सुनसाइड छ। अरू जुन मैले सेकेन्ड पोइन्ट भनेको थिएँ ऊ त्यहाँ मन्दिर, हाम्रो एन्ट्री जहाँबाट हाम्रो गाउँको एन्ट्री हुन्छ त्यहाँ हो, अरू म उतैतिर गइरहेको छु होइन। ल अहिले म पुगिसकेको छु त्यही लोकेसन होइन, जहाँ मैले तपाईँलाई अघि नै भनेको थिएँ सेकेन्ड लोकेसन, जुन बरको रुख, मेरो जुन पछाडि रुख छ यही हो बरको रुख। र यहाँ त यो चौतारा हो, हाम्रो गाउँको इन्ट्री पोइन्ट भनेको यही होइन। अनि यो चौतारा रुख छ, अनि यहाँ पसलहरू छन् जहाँ बिहान साँझ एकदम नै चहल पहल हुन्छ, तर राति भने यहाँ कोही हुन्नन् होइन, यस्तो डर लागिरहेछ होइन। तर बट यहाँ हाम्रो नजिकै भगवान्को मन्दिरहरू पनि छ होइन, शङ्कर भगवान्को अनि दुर्गा माताको मन्दिर छ, अनि द्याट्स द अब हेर्नु 5-7 झरेर एकदम नै यसलाई शान्ति छ क्या, कोही छैन, कहीँबाट आउला भन्ने कोही छैन होइन। यो मेन रोड हो, गाउँको मेन रोड हो, जहाँ गाउँदेखि एन्ट्री गर्ने मेन रोड हो। यहाँ हिँड्न त अब राति अब इमर्जेन्सी कामहरू परेपछि गाडीहरू हिँड्ने गर्छन्, त गाडीहरू भेहिकलहरू मात्रै, तर अरू बेला कोही हिँड्दैन। र यो मन्दिर भयो, मन्दिरदेखि ठ्याक्क फेरि हाम्रो यो यताबाट जङ्गल स्टार्ट भइहाल्छ, पुरा यहाँ कुकुरहरू भुकिरहेको छन्, यहाँदेखि पुरा यो जङ्गल हो क्या। यही हो सेकेन्ड पोइन्ट जहाँ म आउने भनेको थिएँ, र एकदमै शान्त छ होइन। अनि बिचमा त अघि नै कुकुरहरू भुकिरहेको थियो, मैले भिडियो अफ गरेको रहेछु, मैले त यत्तिकै भिडियो बनाइदिइरहेको क्या, भिडियो अफ रहेछ तर यत्तिकै भिडियो बनाइदिइरहेको, त्यही हो। शान्त छ, शान्त जङ्गल, कोही छैन, बिलिभ गाइज होइन। यो लाइट फ्ल्यास लाइट चालु गरेको थिएँ, अनि यो पुरा धुलो उडिरहेको थियो, त्यहाँदेखि मैले लाइट पनि अहिले अफ गरिदिइसकेको छु कि, पुरा लाइट अफ गरिदिइसकेको छु, जुनरिरहेको छ। म यति टाढा आइसकेको छु यहाँबाट, अब योभन्दा अगाडि म जान्न होइन, योभन्दा अगाडि म जान्न, अब यतै घरैतिर फर्किन्छु। शान्त के यता हेर्नु न, पुरा शान्त, ऊ त्यो मन्दिर भयो, शान्त छ क्या। अब अभियसली राति यहाँ को हिँड्छ र होइन, यस्तो डरलाग्दो ठाउँमा, बट म हजुरहरूको लागि आज, त्यसैले डोन्ट फर्गेट टु सब्सक्राइब द च्यानल। यदि तपाईँले फेसबुकमा भिडियो हेरेको छ भने फेसबुकमा फलो गरिदिनु होला होइन। त्यही हो, आजको लागि यति नै, धन्यवाद।